झापा 5बाट निर्वाचित राजसपाका वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी खर्च 14,17,289, साधन भाडा त्यसमध्ये 2,93,500, हवाई भाडा 35,000, मतदाता प्रशिक्षण कार्यक्रम खाना खर्च 2,39,900, वडास्तरीय प्रचार कार्यक्रमका लागि खाजा खर्च 2,88,970, प्रचारका लागि 5,80,000 र सबैभन्दा कम मनोनयनका लागि 10,000 खर्च भयो। गोर्खा क्षेत्र नम्बर 1मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङ बजै भएसँगै 125 सिट राष्ट्रिय स्वतन्त्र पार्टीले दर्शक महानुभावहरू हात पारेको छ। दर्शक महानुभावहरू यसैबीच बालेन्द्र शाह बालेनको निर्वाचन खर्च सार्वजनिक भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा झाका क्षेत्र नम्बर 5का प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले निर्वाचन खर्च सार्वजनिक गरेका छन्। 5वटा निर्वाचन क्षेत्र रहेको झापा क्षेत्र नम्बर 5मा 90 जनाले उम्मेद्वारी दिएका थिए। नेकपा एमालेको नेतृत्व परिवर्तनबारे तत्काल निर्णय हुने सम्भावना नरहेको रामकुमारी झाँक्रीले बताएकी छन्। नेकपा एमाले नेत्री रामकुमारी झाँक्रीले पार्टीको मत खट्नुका कारणबारे बैठक बसेर समीक्षा गरिने बताएकी छन्। राष्ट्रिय सभाको सदस्यमा नवनिर्वाचित भएकी झाँक्रीले पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा एमालेको मत खट्नुको कारणबारे पार्टीभित्र समीक्षा गरिने बताएकी छन्। उनले भनिन्, नेकपा एमालेको मत खट्नुमा बैठक बसेर समीक्षा हुन्छ। बैठकको समीक्षाबाट नै यी कुराहरू बुझ्न सकिनेछ। हामी कहाँ कहाँ चुक्यौं, के गर्नुपर्दथ्यो, जनताको अपेक्षा के थियो र के पूरा गर्न सकेनौं भन्ने विषयमा समीक्षा गर्न बाँकी छ। त्यस्तै उनले पार्टी नेतृत्व परिवर्तनको विषयमा तत्कालै कुनै निर्णय नभएको पनि उनले स्पष्ट पारेकी छिन्। यद्यपि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दर्शक महानुभावहरू राजीनामा माग तीव्र रूपले बढेको छ। दर्शक महानुभावहरू, नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला उकुसुमुकुसमा छन्। नेकपा एमाले यतिबेला उकुसुमुकुसुमा छ। प्रतिनिधि सभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै नेकपा एमाले भित्रको उकुसुमुकुसु सार्वजनिक हुन थालेको छ। गत आम निर्वाचनमा नेकपा एमाले करिब 27% मत प्राप्त गर्दै लोकप्रिय मत अनुपातमा सबैभन्दा ठूलो प्रतिनिधि सभा नेपाली कांग्रेसपछिको दोस्रो ठूलो दल थियो। यसपटक प्रत्यक्षतर्फको 165 सिटमध्ये 8 सिट मात्र जितेको छ भने समानुपातिकतर्फको मतगणनामा करिब 14%ले तेस्रो स्थानमा दौडिरहेको छ। अधिकतम त्यही सिटमा सीमित हुने सम्भावना दर्शक महानुभावहरू नेकपा एमालेको देखिएको छ। त्यसैले ओलीको राजीनामा माग चर्को रूपले आइराखेको छ। दर्शक महानुभावहरू, यसैबीच यता कान काट्ने अभिव्यक्तिले तनावमा रेणुका परेकी छिन्। आफूमाथि बनाएका भिडियो नहटाइए साइबर ब्युरो जाने समेत उनले चेतावनी दिएकी छिन्। चुनाव अघि टिकटक मार्फत दिएको अभिव्यक्तिका कारण एक महिलालाई यतिबेला तनाव परेको छ। चुनाव अघि बालेन्द्र शाह बालेनले झापाबाट जिते भने आफ्नो कान काट्छु भन्दै दिएको अभिव्यक्तिका कारण नेकपा एमाले समर्थक रेणुका बराल सामाजिक सञ्जाल मार्फत भाइरल भइरहेको ट्रोल र दुर्व्यवहारका कारण अहिले मानसिक दबावमा परेको बताइएको छ। यही फागुन 21मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी राजसपा उम्मेद्वार तथा वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित भएसँगै बराल सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको निशानामा परेकी छिन्। निर्वाचनमा बालेन्द्र शाह बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई 49,614 मतान्तरले पराजित गरे। दर्शक महानुभावहरू, यसैबीच यता नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नीति, नेतृत्व र कार्यशैली अब परिवर्तन गर्नुपर्ने भनेका छन्। नेपाली कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेकपा एमालेको नीति, नेतृत्व र संगठन कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अपिल गरेका छन्। रूपन्देही क्षेत्र नम्बर 2मा नेकपा एमालेका तर्फबाट उम्मेद्वार भएर पराजित समेत भएका पौडेलले आज विज्ञप्ति मार्फत विगतमा पार्टीका तर्फबाट भएका गल्ती, कमी र कमजोरी समीक्षा गर्न तथा जनअपेक्षा अनुसार आफैलाई रूपान्तरण गर्न आग्रह समेत गरेका छन्। यसैबीच उनले लोकतन्त्रको सुन्दरता नै जनताको अभिमानदेही क्षेत्र नम्बर 2का मतदाताहरूको फैसलालाई स्वाभिमान्य र सहर्ष स्वीकार गर्दछु उनले भनेका छन्। उनले यस निर्वाचनमा विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन्। त्यसैले उनले अब कुनै पनि हालतमा नेतृत्व सच्चिनु पर्दछ भन्दै नीति र नेतृत्व कार्यशैली अब फेर्नुपर्ने उनले आवाज उठाएका छन्।
यता भने दर्शक महानुभावहरू हर्क साम्पाङ र बालेन्द्र शाह बालेन्द्र सिमदरबार छिर्दा जनप्रतिनिधिबाट राजीनामा दिएका अन्यको सांसद बन्ने दाउमा भने ब्रेक लागेको छ। यो सँगै स्थानीय तह र प्रदेशको सुरक्षित पद त्यागेर संघीय सांसद छिर्ने सपना बुनेका अधिकांश जनप्रतिनिधिलाई यो निर्वाचनमा मतदाताले नराम्रोसँग पछाडिदिएका छन्। देशभरिका दर्जनौं महालबाल जनप्रतिनिधि राजीनामा दिएर चुनावी मैदानमा उत्रिए पनि जनताको धरानमा जनताले धरानका मेयर निर्वर्तमान हर्क साम्पाङ र काठमाडौँका मेयर बालेन्द्र शाहलाई मात्रै सिमदरबार यात्राको अनुमति दिएका छन्। तलको पद छाडेर संघमा फड्को मार्न खोज्ने अन्य स्थानीय र प्रदेशका जनप्रतिनिधिहरूलाई राजीनामा दिएका भने मतदाताले ब्रेक लगाइदिएका छन्। काठमाडौँ महानगरपालिकाको मेयर पद त्यागेर संघ सय राजनीतिमा होम्बिएका बालेन्द्र शाह झापा क्षेत्र नम्बर 5बाट विजयी भए। दर्शक महानुभावहरू, बालेनपछि सबैभन्दा बढी चर्चामा रहेका धरानका उपमहानगरपालिकाका मेयर हर्क राज राई हर्क साम्पाङ भनी फराकिलो मतान्तर विजयी भएका छन्। यद्यपि अरू भनी रेणु दाहाल लगायतका नेतृत्वहरू भने दर्शक महानुभावहरू पराजित भएको जानकारी प्राप्त भएको छ। दर्शक महानुभावहरू, यसैबीच प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो नतिजाले देशभर रोचक चित्र देखाएको छ। देशको अर्थतन्त्रको हिसाब किताब राखेका पूर्व अर्थमन्त्रीहरू चुनावी गरिमा भने फेल हुन पुगेका छन्। नागरिकहरूलाई विश्वास दिलाउन नसक्दा यतिबेला पूर्व प्रधानमन्त्री, अर्थमन्त्रीदेखि सांसद लगायतका हेभिएट नेताहरू पास हुन सकेका छैनन्।